Super Digital. Enjoy with us.
जय नेपाल सर। जय नेपाल। नमस्ते म्याडम। नमस्ते। के हो तिम्रो नाम? सर म प्रहरी जवान हुत्त प्रसाद हुमगाई। मलाई पहिले थाहा थियो सर देश विसाबर आउँदै हुनुहुन्छ भनेर। मान्छे तिमी रमाइलै रहेछौ। यो सामानहरू भित्र ल्याऊ। हस्। मैं छिमेकी क्या छुवा गइछ यार। कस्ता असभ्य मान्छे बस्दा रहेछन्। हुँदो छोड्देऊ, जाउँ भित्र। विजय, मलाई त सुरुमा नै यो टोल मन परेन। न त यो टोल नै सफा छ, न त यहाँका मान्छेहरू नै सभ्य छन्। बरु यस्तो ठाउँमा कटेर बनाउनु भन्दा अरू कुनै राम्रो ठाउँमा बनाएको भए हुन्थ्यो नि। होइन म्याडम, पहिला त यो ठाउँ फुटबल खेल्ने टुडी खेल जस्तै थियो रे। पछि यो कटेज बनेपछि मात्रै अगाडिका घरहरू बन्न थालेका हुन् रे। के गर्नु, मलाई पनि कहाँ मन थियो रे यस्तो ठाउँमा बस्नुलाई त। मलाई त पोखराबाट यहाँ आउनै मन लागेको थिएन। ल ल छट 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 मेरो पालो। सधैँ तिम्रो पालो मेरो पालो। म अघिदेखि कुरेर बसिरहेको छु। म पहिला कतिले छुट्टी हुँदो रहेछ। मेरो पालो। मैले त हजुरलाई भनेकै थिएँ नि त्यही थमौती गरौँ भनेर। अब पुलिसको जागिर खाएपछि आफ्नो इच्छा र स्वतन्त्रता मात्र कहाँ चल्छ र? जहाँ पठायो त्यहाँ जानै पर्यो, जहाँ खट्टायो त्यहाँ खटिनै पर्यो। के गर्ने, यो ठाउँमा बस्छु त्यो ठाउँमा बस्दिनँ भनेर कहाँ भएर। बाबा उति हेर्नुहोस् त, दुईजना आन्टीहरू कस्तो झगडा गरिराख्छ छ। के भन्छ मेरी छोरीले? त अझै बढी भएको हो, अझै बढी भएको हो। तर भाडा फुटाल्दिउ। पिङ्की जाउँ हैन। छोरी सुती? बल्ल बल्ल खुवाएर सुताएकी। यो चर्को म्युजिकले गर्दा सुत्नै सकेकी थिइन। कस्तो ठाउँमा आएर बसिएछ। मलाई त यहाँ आज एक दिनमै 1 वर्ष जस्तो लागिसक्यो। बरु सुन्नुहोस् न, यस्तो ठाउँमा बस्नुभन्दा हामी आफ्नै पैसाले कतै डेरा खोजेर बस्यौँ न। छुट्टै डेरा लिएर बस्न डिएसपीको तलबले कहाँ भेट्छ? फेरि जमाना यस्तो महँगो छ, घर खर्च पनि टार्नै पर्यो, छोरीलाई राम्रो स्कुलमा पनि पढाउनै पर्यो। केही छैन, 1-2 दिनको कुरा त हो नि, त्यसपछि त बानी बसिहाल्छ नि। यो हल्ला कहाँबाट आयो? मामाले गरेको सर। म्यानेजर, बाबा तेरो बाउ हो, एउटा टेबल के रिजर्भ गरेको थियो? सबै त्यसको भयो। भनिदेखि जोजोको केटा आएको छ भनेर। जोजोको मान्छे हो, हामी जोजोको मान्छे हौ। बाबा यहाँको दादा हो भने जोजो दादाको नि दादा हो। जोजोको अगाडि कसैको के लाग्दैन। जा बियर लिएर।
जोजोको मान्छे होस् कि बोजूको मान्छे हो मैले रिजर्भ गरेको टेबलमा यिनीहरूलाई बस्नु दिदी मैले बस्नुको होइन बाबा मेरो आफ्नै बसेको ए म्यानेजर तेरो ठुलो ज्यादा चुप्पो बाहिर निकाल्नु बाबा तेरो अरिजिनल यस्ता लक्षणहरू छन् त किन डराउँछ अब के गर्ने नि साला जोजोको चम्चाहरू पिङ्की स्कुलमा सरहरूले पढाएको बेलामा राम्रोसँग ध्यान दिनु म्याडम टिफिन त्यहाँ राख्थ्यो म राखिदिन्छु है पिङ्की तिमी तयार भयो पापा भए ल बेटा राम्रोसँग टिफिन खानु है हस् बाई 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 साउजी पैसा राख्नुहोस् तपाईँसँग पनि पैसा ल्याउँला त राख न राख साउजी कहिलेकाहीँ पैसा हुँदैन भएको बेलामा राख न ल ठिकै छ ए भाइहरू यो रोकेको बेलामा यसरी एक्सिलेटर दबाएर किन डिस्टर्ब गरेर हो डिएसपी साहब यो हाम्रो स्टाइल हो तपाईँ यहाँ नयाँ नयाँ आउनु भएको जस्तो छ तपाईँहरू जस्तो धेरै डिएसपी यहाँ आए तर 6 महिनाभन्दा बढ्दा कोही पनि टिकेनन् यदि तपाईँलाई 6 महिनाभन्दा बढ्दा टिक्नु छ भने हामीहरूलाई उपदेश दिनेतिर नलाग्नुहोस् तपाईँ आफ्नो बाटो हिँड्नुहोस् र हामीलाई हाम्रो बाटो हिँड्नु दिनुहोस् हे 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 हो ला 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 यो गल्ली यो बाटो यो धुलो यो माटो यही हाम्रो आफन्त हो हँसायो रुवायो बस्नलाई सिकायो यही हाम्रो जिन्दगी हो यो गल्ली यो बाटो यो धुलो यो माटो यही हाम्रो आफन्त हो हँसायो रुवायो बच्चालाई सिकायो यही हाम्रो जिन्दगी हो आकाश छानो हाम्रो धरती हो घर जे पर्छ स्वेटर छ लाग्दैन डर न तेरो न मेरो न उसको न त्यसको यो संसार हाम्रै हो संसार हाम्रै हो यो गल्ली यो बाटो यो धुलो यो माटो यही हाम्रो आफन्त हो चाहे लागोस् घाम चाहे परोस् पानी फिर चिन्ता लिने अब छुटिसक्यो बानी चाहे लागोस् घाम चाहे परोस् पानी फिर चिन्ता लिने अब छुटिसक्यो बानी माटोको बिछौनामा ढुङ्गाको सिरानी
बाटोको बिछौनामा ढुङ्गाको सिरानी कयौँ रात भोकै बित्यो जिन्दगानी यो गल्ली यो बाटो यो धुलो यो माटो यही हाम्रो आफन्त हो हँसायो रुवायो बाँच्नलाई सिकायो यही हाम्रो जिन्दगी हो आकाश छानो हाम्रो धरती हो घर जे पर्छ स्वेटर छ लाग्दैन डर न तेरो न मेरो न उसको न त्यसको संसार हाम्रै हो यो संसार हाम्रै हो लिएर नाङ्गो आङ्गो बित्यो बालापन दुःखले जे सिकायो त्यही नै हो दाना लिएर नाङ्गो आङ्गो बित्यो बालापन दुःखले जे सिकायो त्यही नै हो दाना एक मुट्ठी पायो भने 4 भाग लाउँछौ एक मुट्ठी पायो भने 4 भाग लाउँछौ खाली छ हात तर पनि रमाउँछौ यो गल्ली यो बाटो यो धुलो यो माटो यही हाम्रो आफन्त हो हँसायो रुवायो बाँच्नलाई सिकायो यही हाम्रो जिन्दगी हो आकाश छानो हाम्रो धरती हो घर जे पर्छ स्वेटर छ लाग्दैन डर न तेरो न मेरो न उसको न त्यसको यो संसार हाम्रै हो संसार हाम्रै हो हे 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 ला 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 संसार हाम्रै हो 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 संसार हाम्रै हो हाई सुमी हाई सुमी 1 मिनट मेरो कुरा त सुन आई रियली लभ यु बट आई हेट यु मलाई थाहा छ सुमी तिमी मलाई किन हेट गर्छौ भनेर हो म आवारा हो म दादागिरी गरेर हिँड्छु तर म तिमीलाई असाध्य माया गर्छु गुन्डा र आवाराहरूले माया गर्दैनन् बाबा माया गर्नेहरू गुन्डा हुँदैन जुन दिन तिमीले यो गुन्डागर्दी छाड्छौ तिमीले त्यही दिन मात्र आएर मलाई बेच्नु अरे यार छोड्दैन यदि उसले तँलाई मन पराउँदैन भने त मात्रै किन उसको पछि लाग्छस् यस्ता केटी त तेरो लागि कति पाइन्छ कति मुख सम्हालेर बोल केटीहरू त धेरै पाइन्छन् तर सुमी जस्तो केटी पाइँदैन यदि त सुमीलाई माया गर्छस् भने उठाएर ल्याइदिउँ मुख सम्हालेर बोल जे पायो त्यही नबोल आइन्दा सुमीको बारेमा केही बोलिस् भने आई एम सरी यार इट्स ओके आई एम अल्सो सरी किन मलाई सुमीको एगेन्स्टमा बोलेको मन पर्दैन बाबा बाहिर जो जो उसका केटाहरू आउँदैछन् के जोजोको केटाहरू
J²D, यानी कि मलाई जोजो दादा भन्छन्। आमाको काखमा खेल्ने उमेरमा दादागिरी गरेर हिँड्छस्? मिस्टर जोजो, अब तेरो दिन गयो। बैशाखी टेकेर हिँड्ने उमेरमा तेरो दादागिरी चल्दैन। अबको दिन बाबाको, मात्र बाबाको। ए, आफ्नो इलाकामा कुकुर पनि बाघ हुन्छ, त्यसैले त भुक्दैछस्? ठिक छ, त्यसो भए ठाउँ पनि तेरो, समय पनि तेरो। भन, कहाँ भेट्छस् त? रानीबारीको जंगलमा, जहाँ तेरो र मेरो बीचमा कोही डिस्टर्ब गर्न आउने छैन। ठिक छ, भोलि 12 बजे। ओके, जति जान सक्सेस लिएर आइज, साथमा प्रिपेयर भएर आइज। बाबा, यो के गर्दैछौ? फेरि कोसँग झगडा गर्दैछौ? जोजोको ग्याङको घाँटी रेट्नु छ। जोजोको ग्याङ? बाबा, त्यो जोजो ग्याङ त एकदम डेन्जर छ, उनीहरुसँग दुश्मनी नलिऊ। को डेन्जर, को सिम्पल, त्यो त अहिले 12 बजे थाहा हुन्छ। सुमी, त यहाँ बसिरहेछस्? जा गएर बाबालाई रोक। अहिले उनीहरु जोजोको ग्याङसँग झगडा गर्ने भनेर हतियारहरु तयार गर्दैछन्। के भन्दैछस् त? हेर, तँलाई त थाहा नै होला जोजोको ग्याङ कस्तो हो भनेर। यदि तिनीहरुको झगडा पर्यो भने कोही पनि बाँच्दैन, सबले सबलाई मार्छन्। हेर, जसले जसलाई मारोस्, मलाई केही मतलब छैन। मलाई कसैप्रति नि सहानुभूति पनि छैन। त यो के भन्दैछ सुमी? बाबाले तँलाई माया गर्छ र तँलाई माया गर्ने मान्छे मरोस् पनि चाहन्छस्? म कुनै गुण्डा र आवारालाई माया गर्दिन। हेर, यदि उसले मलाई माया गर्थ्यो भने नि यो गुण्डागर्दी र दादागिरी गर्दैन थियो। हेर, तँलाई भन्ने र सम्झाउने काम मेरो हो, र सम्झाए पनि, बाँकी तेरो विचार। हैन हैन, मैले बाबालाई रोक्नै पर्छ। बाबा! 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 डीएसपी साहब, डीएसपी साहब, डीएसपी साहब। ठिक छ, आज तिनीहरूको टाउको फुटाउनु पर्छ। ठिक भनिस् तैँले। जोजो दादा, आज त्यसलाई त छप्काइदिन्छु म। जोज दादा, तिनीहरू त आज आउँदैनन् जस्तो छ नि। आउँछन्, ती साला चौन्नी गुण्डाहरू मेरै हातबाट मर्न आउँछन्, त्यो पनि ठिक 12 बजे।
बाघसँग लड्न। साला जम्मा 4 जना बसो। को बाघ को बसो अहिले थाहा हुन्छ जोजो। केटा हो छक्काइदे सालेहरूलाई। भन गोलीले खेल्छस् कि हातले खेल्छस्? जितु भाग जोजो भाग। Oh my God. जोजो अब तेरा दादागिरीका दिनहरू खत्म भए र जेलको हावा खाने दिनहरू सुरु भयो। ऐ डीएसपी जोजोलाई जेलमा हाल्ने गल्ती नगर। तेरो यसैमा भलाइ छ कि तँलाई 7 पुस्तासम्म पुग्ने सम्पत्ति लिएर जा र मलाई छोड्दे। कानुनको रक्षकलाई पैसाले किन्न नखोज। यो डीएसपी बिकाउमा छैन। मेरो बस चल्यो भने त जस्तो गुण्डाहरूको 7 पुस्तालाई जिउँदै गाड्दिन्थे साला।
डिएसपी तैँले जोजोलाई एरेस्ट गरेर ठिक गरिनस्। याद राख, मेरो नाम जोजो अर्थात् J²D। तँलाई मेरो तागत कति छ भन्ने कुरा थाहा भएन। अब हेर्दै जा जोजोले के गर्छ। के देखाउँछस् तैँले तेरो तागत? के देखाउँछस् तेरो तागत? तेरो दादागिरी यहाँ चल्दैन। तँ जस्तो धेरै गुण्डाहरूलाई मैले यहाँ ठिक पारिसकेको छु। ठिक पारिस होला डिएसपी, तर तैँले आजसम्म जोजो दादाको नाम सुनेको रहेनछस्। सायद तँ यो ठाउँमा नयाँ भएकोले होला। तैँले आफ्नो काललाई निम्ताउँदैछस् डिएसपी। हेर, भोग्ने कुकुरले कहिले पनि टोक्दैन। तेरो भलाइ यही हुनेछ कि त आफ्नो बानी सुधार र यहाँबाट निस्केपछि समाजमा एउटा असल मान्छे भएर बाँच्न सिक। सहरमा गुण्डागर्दीले पनि हद नागिसक्यो। हजुरले जोजोलाई एरेस्ट गरेर राम्रो गर्नु भएन। मैले सुनेको छु ऊ त यो सहरकै 1 नम्बरको गुण्डा हो रे। हेर्नुस्, हामी त घर परिवार भएको मान्छे। भोलि उसले जेलबाट छुटेर हामीलाई जे पनि गर्न सक्छ। हेर सुनिता, म कानुनको पुजारी हुँ। चाहे सज्जन होस् या गुण्डा, अपराधीलाई सजाय दिने कर्तव्य मेरो हो। हेर सुनिता, तिमी एउटा बहादुर र इमान्दार पुलिस अफिसरको श्रीमती भएर यस्तो भन्न सक्दैन। हेलो, म बोल्दैछु। के अरे पिङ्कीको एक्सिडेन्ट? ल म तुरुन्तै आउँदैछु। छोरी छोरी के भयो मेरो छोरीलाई? पिङ्की, तपाईँको छोरी अलि बेहोस छिन्, तपाईँ चुप लाग्नुहोस्। डाक्टर साहब, यो सब कसरी भयो? तपाईँको छोरी स्कुलबाट फर्कदै रहेछन्, गाडीले ठक्कर दिएछ। एकजना मान्छेले यहाँसम्म ल्याइदियो। डाक्टर साहब, यसरी मेरो छोरीको ज्यान बचाउने त्यो भगवानको नाम के हो? डाक्टर साहब, यो औषधि लिनुहोस्। तपाईँको छोरीको एक्सिडेन्टबाट ज्यान बचाउने उहाँ नै हुनुहुन्छ। तपाईँहरू केही चिन्ता नगर्नुहोस्। तपाईँको छोरीको केही छिनमा होस आउँछ। चेकअपको लागि म फेरि आउँछु। थ्याङ्क यू डाक्टर। बाबा, तिमीले हाम्रो छोरीलाई एक्सिडेन्टबाट बचाएर हामीमाथि ठुलो गुण लगाएका छौ। यदि हाम्रो छोरीलाई केही भइदिएको भए हामीलाई त बाँच्नै गाह्रो हुन्थ्यो। बाबा, आज तिमीले हाम्रो छोरीप्रति गरेको व्यवहारले एउटा कुरा के प्रष्ट हुन्छ भने तिमीभित्र पनि एउटा असल मान्छे लुकेको रहेछ। र म चाहन्छु कि तिमीभित्रको यो असल मान्छेले तिम्रो गुण्डागर्दीलाई खतम गरिदियोस्। हेर बाबा, असल मान्छेलाई सबैले आत्मादेखि इज्जत गर्छन्, तर खराब मान्छेलाई केवल उसको डरले मात्र इज्जत गरेका हुन्छन्। हस् त, अब तपाईँहरू आउनुभयो, म जान्छु। सुन त बाबा, भोलि बिहानको खाना हाम्रो घरमा खाना हो है? होइन, म त्यसो नभन्नुहोस्। तपाईँ आउनुभयो भने हामी खुसी हुनेछौँ। हो। के हो, निकै चिटिक्क परेछस् नि? सुमीसँग डेटिङ चाहिँ क्या हो? डेटिङ सेटिङ केही पनि होइन यार। राम्रोसँग लभ त परेको छैन, के को डेटिङ हुन्छ? मलाई डिएसपी साहबले खाना खान बोलाउनु भएको छ, उहाँकोमा जान लागेको। के रे, तँलाई डिएसपीले खाना खान घरमा बोलाएको छ रे? हो यार, त्यो अस्ति एक्सिडेन्ट भएर जुन बच्चीलाई मैले हस्पिटल लगेको थिएँ नि, त्यो डिएसपी साहबको छोरी रहेछ। उहाँले मलाई खाना खान बोलाउनु भएको छ। म आज उतै खाना खान्छु है, तिमीहरूसँग खाना खाँदिनँ। हेर बाबा, यो पुलिसको धेरै विश्वास नगर। के थाहा, खाना खाने न्युमा तँलाई एरेस्ट पो गर्ने हो कि? होइन यार, उहाँ त्यस्तो हुनुहुन्न। ए बाबा, त्यस्तो के बारे पनि खबर गर है, हामी यहाँ स्ट्यान्ड बाई छौँ। सर राखौँ? होइन होइन, मलाई पुग्यो। खानुहोस् न, किन लजाएको? मैले बनाएको खाना मिठो भएन र? मलाई एकदमै मिठो लाग्यो। धेरै दिनपछि आज मिठो खाना खानु पाएँ।
यस्तो खाना त मैले आमाको हातबाट मात्रै खाएको थिएँ। अनि बाबा तिम्रो घरमा को छन्? कोही छैन। मेरो आमा बुवाले त मलाई सदाको लागि छोडेर जानुभयो। ओ सरी, तिम्रो आफन्तहरू नभएर के भयो र? हामी छौँ नि। तिम्रो आमा बुवा नभए पनि हामी दाजु भाउजू त बन्न सक्छौँ नि। अरे तपाईँ त रुन थाल्नुभयो। यो त खुसीको हाँसो हो भाउजू। जबदेखि आमा बुवाले छोडेर जानुभयो तबदेखि यसरी कसैले पनि साइनो घाँसेको थिएन। बाबा कति पढेको छौ तिमीले? मैले ग्रेजुएट गरेको छु सर। यस्तो ग्रेजुएट गरेको मान्छेले पनि दादागिरी गर्दै हिँड्ने? के गर्ने सर, यो त हाम्रो बाध्यता हो। यदि सोझो र सरल भएर बाँच्ने हो भने यो समाजमा एक दिन पनि बाँच्न सकिँदैन। सकिन्छ, किन सकिँदैन? हेर बाबा, जुन बाटोमा तिमी हिँडिरहेका छौ त्यो बाटो राम्रो छैन। हेर समय अझै पनि छ, तिमी सुध्रिन सक्छौ। होइन दाइ, जिन्दगीमा बाँच्ने हो भने मेरै तरिकाले बाँच्नुपर्छ, नत्र भने बाटोमा हिँड्ने कुकुरले समेत हेप्न थाल्छ। कति भयो? वाह क्या च्वाक रहेछ मैया। हाय मैया। हामीलाई पनि माया गर न मैया। पहिले गुरुलाई थप्पड हानेर ठिक गरिनस् मैया। साले मेरो सुमिलाई जिस्काउँछस्? यो के हो बाबा? को हो यिनीहरू? सर, यिनीहरू सुमीमाथि हातपात गर्दै थिए। यिनीहरू यो टोलको गुण्डाहरू हो। यिनीहरूलाई खोरमा थुनिदिनु सर। के बाबाले भनेको साँचो हो? के तिमीहरूले सुमीमाथि हात हालेका हौ? हामीलाई माफ गर्नु सर, हामीबाट ठुलो गल्ती भयो। आइन्दा तिमीहरूले कुनै केटीलाई जिस्कायो भने म तिमीहरूलाई बाँकी राख्ने छैन। एकपटकलाई माफ गरिदिए जाऊ। यो के गर्नुभएको सर? यस्ता बदमास र गुण्डाहरूलाई किन छोड्नु भएको? नबिर्स बाबा, तिमी पनि एउटा गुण्डा हो। गुण्डागर्दीको सिलसिलामा तिमीले पनि कति केटीहरूलाई जिस्कायो होला। एउटा गुण्डाले अर्को गुण्डालाई थुन्न ल्याउँछ भने या त दुवैलाई थुन्नु पर्यो या कसैलाई पनि थुन्नु भएन। पश्चाताप भन्दा ठुलो मान्छेलाई अरू कुनै सजाय हुँदैन। ती केटाहरूले माफी मागेर आफ्नो गल्ती स्वीकारिसकेका छन्। प्रत्येक मान्छेले सुध्रिनको लागि एक पटक मौका पाउनुपर्छ। उसलाई जेलमा राख्दैमा उसलाई कुट्दैमा सुध्रिने भएको भए मैले तिमीलाई उहिले जेलमा राखिसकेको हुन्थेँ। अब तिमीहरू जाऊ, मलाई आफ्नो काम गर्नु दे। देख्यौ त बाबा, मैले मात्र होइन, डिएसपी साहबले पनि तिमी सुध्रियोस् भन्ने चाहनुहुँदो रहेछ। यो गुण्डागर्दी र आवारागिरी गरेर केही फाइदै छैन। आज तिमीले गएर दुईजनालाई कुट्छौ, फेरि भोलि तिमीलाई पनि त आएर कसैले कुट्न सक्छ। यो दादागिरीको जिन्दगीको केही भरोसै छैन। को कहाँ कतिखेर मर्छ केही भन्नै सकिन्न। त्यसैले तिमीले यो काम छाड्नै पर्छ। यस्तो दादागिरी गर्ने मलाई पनि कहाँ रहर छ र? सुमी, यो पेसामा प्रवेश गर्न धेरै सजिलो छ, तर बाहिर निस्किन त्यति नै कठिन। तिमी नै भन सुमी, म के गरौँ? यो सब तिमीले यसकारण भनिरहेको छौ किनकि तिमीले चारैतिर हत्या, हिंसा र मारपिट मात्रै देख्छौ। एकपटक मेरो आँखामा हेर त।
यहाँ तिमीले माया र प्रेमको रङ्गीन संसार देख्नेछौ अनि तिमीलाई थाहा हुनेछ तिम्रो संसारभन्दा पर पनि एउटा छुट्टै संसार छ जहाँ हाँसो र खुसी भरिएको छ। तिम्रो आँखामा बस्ने रहर भो मलाई तिम्रो आधरमा रम्ने चाह भो मलाई तिम्रो आँखामा बस्ने रहर भो मलाई तिम्रो आधरमा रम्ने चाह भो मलाई भना के मन्जुरी छ हेलो भना के मन्जुरी छ आऊ वरवर मनमै बसी हेर तिम्रो मायाको डोरीले लौ मलाई बेरा तिम्रो मायाको डोरीले लौ मलाई बेरा तिम्रो आँखामा बस्ने रहर भो मलाई तिम्रो आधरमा रम्ने चाह भो मलाई सजाएको सपनीमा म पनि जिउन चाहन्छु सारा जीवन तिम्रै साथ पाउन चाहन्छु तिम्रो हाँसोमा हाँस्ने रहर भो मलाई तिमीसँग मन गाँस्ने चाह भो मलाई भन के मन्जुरी छ हेलो भन के मन्जुरी छ आऊ वरवर यस्तो कुरा गर तिम्रो मायाको डोरीले लौ मलाई बेरा तिम्रो मायाको डोरीले लौ मलाई बेरा चन्द्रमा धरती भो आकाश सरी जाई जुई मखमली लजाए तिमीलाई हेरी तिम्रो मुटुमा बस्ने रहर भो मलाई तिम्रो ढुकढुकी सुन्ने चाह भो मलाई भन के मन्जुरी छ लौ भन के मन्जुरी छ आऊ ओरवर
मनमै बसी हेर हो तिम्रो मायाको डोरीले लौ मलाई बेरा तिम्रो मायाको डोरीले लौ मलाई बेरा तिम्रो मायाको डोरीले लौ मलाई बेरा हो आहा हा तिम्रो मायाको डोरीले लौ मलाई बेरा हे आहा हा बाबा तिमीले एकदम ठिक निर्णय गर्यौ म तिमीलाई मद्दत गर्छु चिया पिउनुस् ए लिऊ बाबा चिया सुनिता तिमीले सुन्यौ बाबाले झैझगडा गर्न छोडेछ अब चाहिँ नि बाबा सुध्रिने भयो यो त एकदमै राम्रो कुरा हो तर यस्तो उच्च विचार तपाईको मनमा आयो कसरी तपाईहरू र सुमीलाई सधैँ आफ्नो बनाइराख्न मैले यो काम छोडेको सुमी को सुमी त्यही अस्ति थानामा मसँग आउने उनको नाम सुमी हो हामी एकअर्कालाई माया गर्छौँ माया गर्नु त एकदम राम्रो कुरा हो तर त्यतिखेरको भेटमा मैले उनलाई त्यति याद राखिनँ यसो गर न उनलाई एक दिन यहाँ ल्याएर हामीलाई चिनाउ न एक दिन किन दाइ म अहिले लिएर आउँछु चिया त पिएर जाऊ होइन म आइहालेँ ए अनि सुन त्यो मोटरसाइकलको एक्सिलेटर चाहिँ नि अलिक कम दबाउ है ठिक छ यसलाई हस्पिटल लिएर जाऊ बाइकमा छिटो कर छिटो हस्पिटल लिएर जानु छोड्दै मलाई एक केटा हो लिएर हिँड यसलाई बिरु यस सर त्यो बाबालाई मेरो कोठामा पठाऊ ओके सर मैले सोचेको थिएँ तिमी वचनको पक्का छौ तर होइन रहेछ मेरो सोचाइ गलत निस्क्यो मलाई वचन दिएर मेरो घरको सङ्घार पनि राम्रोसँग पार गरेका थिएनौ फेरि दादागिरी सुरु गर्यौ कुकुरको पुच्छर 12 वर्षसम्म पनि ढुङ्ग्रोमा राख्दा सिधा हुँदैन भनेर भन्थे आज छर्लङ्ग भयो कुकुर हो तिमी कुकुर तिमी हिजो पनि गुण्डा थियौ आज पनि छौ र भोलि पनि रहिरहन्छौ तिम्रो संस्कारमा तिम्रो नशाको रगतमा गुण्डागर्दी र आवागिरीको किराहरू सल्मा ल्याइरहेका छन् तिमी जस्तो मान्छेलाई राम्रो मान्छे बनाउन खोज्नु मेरो जिन्दगीको सबैभन्दा ठुलो भूल थियो नाउ गेट लस्ट र सुन आइन्दा मेरो घरतिर फर्केर पनि नहेर्नु जाऊ तिमी कुकुरको पुच्छर 12 वर्ष ढुङ्ग्रामा राखे पनि केडै हुन्छ हामीहरू कुकुर हो केटा हो कुकुर हो हामीहरू अरे हामीहरूलाई सिधा पार्न खोज्नु अरूको मूर्खता हो यसलाई के हो यार
गर्दैछौ बाबा तिमी? यो मर्ने विचार छ? यस्तो कडा रक्सी, त्यो पनि पानी बिना पिएर? सुमी, कसैले ठिक भन्थे, जब जब मान्छे सबैतिरबाट तिरस्कृत हुन्छ त्यो बेला उसको यही सहारा हुन्छ। हामीहरू कुकुर हौ, हामीहरूलाई सिधा पारेर नखोज। बाबा, कसले भन्यो तिमीलाई कुकुर? त्यसले भन्यो जसले हामीलाई सज्जन मान्छे बनाउँछु भनेर ठेका लिएको थियो। विजय दाइले तिमीलाई कुकुर भन्नुभयो? हो, मैले उसलाई कुकुर भनेको हुँ, तर त्यो मैले उसलाई गाली गरेर या हेपेर त भनेको होइन नि। हेर, बाबाप्रति अझ पनि सहानुभूति छ मेरो। म चाहन्छु कि ऊ सुध्रोस् भनेर, तर ऊ कहिले पनि सुध्रिँदैन। दादागिरी नगर भन्दा पनि दादागिरी गरि नै रहन्छ। खै उसले मेरो कुराको इज्जत गरेको? यदि उसको मनमा म प्रति अलिकति पनि इज्जत भएको भए सायद उसले मेरो कुरा मान्थ्यो होला। बाबा एकदमै उदास र फ्रस्ट्रेट छ सर। उसलाई एकचोटि सुध्रिने मौका दिनुहोस्, उसलाई एकचोटि गएर सम्झाइदिनुहोस्। थानाबाट छुटेपछि उसले झन् धेरै रक्सी पिउन थालेको छ। उसले यसरी नै रक्सी पिउन थाल्यो भने ऊ झन् बिग्रिन्छ। सुमी ठिक भन्दैछ, बिचरा आमा बाबु नभएको मान्छे। उसले हामीले फेरि एकपटक सम्झाएर सही बाटोमा ल्याउन सकिन्छ भने किन नसम्झाउने? यसपटक तपाईँ पुलिस अफिसर भएर होइन, गार्जेन्ट भएर सम्झाउनुहोस्। आखिर बाबा पनि त अबुझ छैन। बाबा, बस्नु सर। बाबा हेर, आज म यहाँ तिम्रो सर भएर होइन, तिम्रो आफ्नै दाई भएर आएको छु। के मेरो कुराले तिमीलाई चित्त दुखायो? चित्त किन नदुख्नु दाइ? आज पहिलो पटक कसैले गाली गर्दा मेरो चित्त दुखेको छ। मैले तपाईलाई आफ्नो ठानिसकेको थिएँ र आज मलाई यो पनि थाहा भयो, आफ्नो मान्छेले गाली गर्दा त्यो गाली तीर बनेर मुटुको वार पार हुँदो रहेछ। थाहा छ त, मलाई मेरो आमाले सानैमा छोडेर जानुभयो। मेरो बाबाले मलाई हजुर जस्तै पुलिस अफसर बनाउने सपना देख्नु भएको थियो। त्यसैले उहाँले मलाई राम्रो कलेजमा पढाउनको लागि दिन रात नभरी किटी कुट्नुहुन्थ्यो। बाबा, 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 मैले कतिपल्ट भनिसकेँ तपाईँ रोगी हुनुहुन्छ भनेर, छाडिदिनुहोस् यो काम। तर तपाईँ मान्नै हुन्न। बरु म पढाइ छोडेर काम गर्छु बाबा। होइन बाबु, होइन, तिमीले पढाइ छोड्नु हुँदैन। बाबा, बाबा, म तिमीलाई जसरी भए पनि। बाबा, बाबा, बाबा। डाक्टर साहब, मलाई क्यान्सर भएको कुरो छोरालाई नभनिदिनुहोस् है। क्यान्सर? म त डाँडा पारीको घाम हुँ। म चाहन्छु बरु मेरो ओखती उपचार गर्ने खर्चले मेरो छोराले पढोस्। हो डाक्टर साहब, म मेरो छोरालाई पढाएर ठुलो मान्छे बनाउन चाहन्छु। म उसलाई एउटा पुलिस अफिसर बनाउन चाहन्छु डाक्टर साहब, पुलिस अफिसर। यसरी दिन रात मेहनत गरेर बाबाले मलाई ग्रेजुएट त पास गराउनु भयो। तर जब ग्रेजुएट पास भएको खुसी बाबालाई सुनाउनु म घरमा आएँ।
बाबा हेर्नुहोस् त म बिए पास भएँ बाबा। पास भए छोरा? हो बाबा म पास भएँ। अब त पुलिस अफिसर बन्नुपर्छ। आज म एकदमै खुसी छु। मेरो सपना पुरा हुने भयो। बाबु तिमी ठुलो पुलिस अफिसर बनाए। हुन्छ बाबा। बाबु 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 बसाई। बाबा यसरी बाबाले पनि मलाई छोडेर जानुभयो। उहाँको सपना साकार पार्नको लागि मैले पुलिस अफसर बन्ने धेरै कोसिस गरेँ, तर आफ्नो मान्छे कोही थिएन। त्यसैले म पुलिस अफसर बन्न सकिनँ। पुलिस अफसर बन्न नसकेपछि सर्टिफिकेट लिएर म जागिरको लागि धेरै ठाउँमा गएँ, तर कहीँ काम पाएँ। बेसहारा बेरोजगार भएर म फुटपाथमा भौतारी रहेको थिएँ। बाबा हेर, हातमा सर्टिफिकेट लिएर हिँड्दैमा जागिर पाइँदैन। जागिर कुनै जादुको छडी होइन जसले तेरो हातमा ल्याएर थमाइदियोस्। हेर, सोझौँलाले घिउ आउँदैन बाबा। त्यसैले यो समाजमा बाँच्नको लागि हामी जस्तो भएर हिँड्नुपर्छ। सोचोको काम छैन बाबा। हामी 3 भाइ थियौँ, अबदेखि 4 भाइ भयौँ। त्यतिखेर मलाई यिनी साथीहरूले सहारा दिएका थिए। म समाजमा राम्रो मान्छे बन्न नसके पनि दादा भएर नाम कमाए। यो सब यिनी साथीहरूले गर्दा हो। यदि आज कसैले मेरो आँखा अगाडि यिनी साथीहरूमाथि हात उठाउँछ भने के म हेरेर बस्छु? होइन, म माथि हात उठाउनलाई एकपल्ट माफ गर्न सक्छु। मेरो साथीमाथि जसले हात उठाउनु खोज्छ म त्यसको हात काटिदिन्छु। आँखा उठाएर हेर्नुकोमा आँखा फोडिदिन्छु। हेपेर बोल्नुकोमा जिउरो छुटिदिन्छु। बाबाले कहिले पनि आफ्नो लागि दादागिरी गरेको छैन दाइ। बाबाले जहिले पनि अरूको लागि दादागिरी गरेको छ। बाबा, दाइको नाताले म तिमीलाई एउटा कुरा भन्न चाहन्छु। हेर, तिम्रो भावना आफ्नो ठाउँमा ठिक छ, तर जुन सपना तिम्रो आमा बाउले तिमीप्रति देखेका थिए के त्यो पुरा गर्न तिमी चाहदैनौ? हेर बाबा, अझ केही बिग्रेको छैन। तिमी पुलिस अफिसर बन्न चाहन्छौ? होइन दाइ, अब म चाहेर पनि पुलिस अफिसर बन्न सक्दिनँ। मेरो बाटो अलग भइसकेको छ। होइन बाबा, तिम्रो बाटो अलग होइन। तिमी त केवल बाटो बिराएका छौ र म तिमीलाई बाटो देखाउँछु। हेर, एउटा पुलिस अफिसरमा हुनुपर्ने योग्यता त्यो सबै तिमीमा छ। तिमी ग्रेजुएट छौ, बहादुर छौ, तन्दुरुस्त छौ, स्वस्थ छौ। त्योभन्दा बढी योग्यता एउटा पुलिस अफिसर बन्नको लागि अरू के नै चाहिन्छ र? हेर बाबा, अहिले दरबन्दी पनि खुलेको छ र म मेरो सिनियरलाई एउटा पत्र लेखेर तिमीलाई इन्सपेक्टरको पदमा भर्ती गर्न आग्रह गरिदिन्छु। तिमी भोलि आफ्नो डकुमेन्ट्सहरू लिएर मेरो घरमा आऊ। अनि अर्को कुरा, यो जुन हुलिया तिमीले लगाइरहेका छौ नि त्यसलाई चाहिँ बदलेर आउनु है। ओके। पिंकी, ल दूध पिऊ। चिया लिनुहोस्। नमस्ते दाइ। नमस्ते। नमस्ते भाउजू। नमस्ते। नमस्ते। हाई पिंकी। हाई अंकल। बस न। एकैछिन म आइहालेँ। दाइ, यो मेरो डकुमेन्ट्स। टिका लगाउनुहोस्। राम्रोसँग जानुहोस् र आफ्नो उद्देश्य पूरा गर्नुहोस्। अब हामी तिमीलाई एकैचोटि पुलिस अफिसरको रूपमा हेर्न चाहन्छौँ। तिमी त्यो व्यक्ति बनेर आउनु
जुन व्यक्तित्व तिम्रो आमा बाउले तिमीमाथि देख्न चाहनुहुन्थ्यो। यो चिठ्ठीमा मैले सबै कुरा लेखिदिएको छु। यो एसपी साहबलाई लगेर दिनु, उहाँले तिमीलाई चाहिँदो सहयोग गर्नुहुन्छ। हुन्छ दाइ। ल जाऊ, म तिमीलाई बाहिरसम्म पुऱ्याइदिन्छु। अरे यार, तिमीहरू यति खिन्न किन भएको? म तिमीहरूलाई सधैँको लागि छोडेर जान लागेको त होइन। मेरो ट्रेनिङ सकिएपछि त म आइहाल्छु नि। फेरि हामीहरू सबै एकै ठाउँमा भइहाल्छौँ। तर एउटा कुरा, म इन्सपेक्टर भएर आउन्जेलसम्म तिमीहरू सबै सुध्रिनु पर्छ नि, नत्र फेरि मैले नि तिमीहरूलाई एरेस्ट गर्नु नपरोस्। सुमी, आखिर तिमी नै चाहन्थ्यौ होइन म एक दिन सुध्रियोस् भनेर? आज म यो गुन्डागर्दी र दादागिरीबाट एउटा असल मान्छे बन्न जाँदैछु। फेरि तिम्रो आँखामा आँसु किन? होइन बाबा, यो त खुसीको आँसु हो। तिमी राम्रोसँग आफ्नो ट्रेनिङ पुरा गर, मेरो चिन्ता लिनु पर्दैन। सुमीको चिन्ता तिमी नलिनु, उसको ख्याल हामी राखिहाल्छौँ नि। बरु तिमीलाई केही अप्ठ्यारो पर्यो भने हामीलाई खबर गर्नु। हस्त दाइ, हस्त भाउजू। ल बाबा, बसाइ सुमी। बाई पिङ्की। बाई। बाई। कसलाई खोज्नुभयो सर? यहाँ विजय दाइ र सुनिता भाउजू बस्नुहुन्थ्यो नि, कहाँ हुनुहुन्छ उहाँहरू? खोइ सर, हामीलाई त थाहा छैन। हामी आउँदा त खाली नै थियो। आज बल्ल मैले सोचेको जस्तो बाबा पाएँ। यो ड्रेस तिमीलाई एकदमै सुहाएको छ। अब त तिम्रो म प्रति कुनै गुनासो छैन होला नि। भित्र आऊ भन्दिनौ? आऊ न, यसमा पनि सोधिराख्नु पर्छ र? सुमी, विजय दाइ, सुनिता भाउजू र पिङ्की कहाँ छन्? म उहाँहरूको क्वार्टरमा गएको थिएँ, त्यहाँ त अर्कै मान्छे बस्दो रहेछ। अनि बिक्की, हेरी, हेम कहाँ छन्? त्यही त हेर न, तिमी ट्रेनिङमा गएपछि मलाई पनि पोखराबाट मामा लिन आउनुभयो। म 5-6 महिना त्यहीँ बसेँ। म फर्केर आउँदाखेरि क्वार्टरमा दाजु भाउजू हुनुहुन्न थियो। फेरि कोठामा बिक्की र हेरीहरू पनि थिएनन्। मैले उनीहरूलाई धेरै खोजेँ, तर भेट्नै सकिनँ। हेर न सुमी, जुन देउता जस्तो दाजु भाउजूले मलाई यो समाजमा एउटा असल मान्छे भएर बाँचोस् भन्ने चाहनुहुन्थ्यो, तर त्यही दाजु भाउजूलाई आज म पुलिस अफसर भएर आएको देखाउन सकिनँ। अब तिमी आइहाल्यौ, हामी दुवैजना भएर उहाँहरूलाई खोज्नुपर्छ।
यो बैंक कसरी लुटियो? हामीलाई पिस्तोल देखाएर सबै पैसा लुटेर लगे सर। यसको मतलब यो लुटपाट पनि त्यही दादासम्मको ग्रुपले गरेको हुनुपर्छ सर। दादा? को दादा? दादा यो सरको खुङ्खार गुन्डा हो सर, जसको इसारामा यस्ता ठुला ठुला लुटपाटहरू भइरहेको छ सर। खुङ्खार गुन्डा? कहाँ बस्छ यो दादा? त्यो दादा भन्ने अपराधी कहाँ बस्छ र को हो भन्ने कुरा थाहा पाएको भए पुलिसले उसलाई उहिले नै गिरफ्तार गरिसक्थ्यो। इन्सपेक्टर, यदि उसले हामीलाई यस्तै गरेर चुनौती दिइराख्ने हो भने एक दिन हाम्रो इज्जत र प्रतिष्ठामा आँच आउन सक्छ। होइन सर, म हाम्रो पुलिस डिपार्टमेन्टको प्रतिष्ठामा आँच आउन दिने छैन। यसलाई म सम्हाल्ने छु। त्यो अपराधी विरुद्ध मलाई एउटा सानो क्लू मात्र दिनुहोस्, म त्यसको नामो निशान मेटाइदिन्छु। सुनेको छु त्यो दादाको बाग बजारमा एउटा जुवा घर छ रे। ऊ त्यहाँ कहिले काहीँ आउने जाने गर्छ। दादा मैले 5 लाख दिइसकेँ दादा, अर्को 5 लाख छैन दादा मसँग। साला काला बजारी, फुलको 5 लाख दिन्छस् कि तेरो टाउको फुटाइदिउ? छैन हजुर। छैन भन्छस्? दिन्छस् कि दिँदैनस्? दिन्छस् कि दिँदैनस्? साला सहरको डन बैंक रोबरी गर्ने दादा त हैनस्? म दादा होइन सर, म दादा होइन। त्यसो भए को हो दादा भन्? मलाई थाहा छैन सर। थाहा छैन तँलाई? साले भन् दादा को? मलाई थाहा छैन सर। थाहा छैन? थाहा छैन? हेर, अकालमै मर्नु नखोज। भन् दादा को हो? मलाई थाहा छैन भनेको सर। भन् सर मलाई। भन् दादा कहाँ छ? थाहा छैन। अहिले पनि भनिदिए, यसपछिको गोली तेरो नलीमा होइन, तेरो खोपडीमा हालिदिन्छु। भन् दादा को हो? भन्छु भन्छु।
तिम्रो मनभित्रको स्तब्धता म महसुस गर्छु। मलाई थाहा छ आज मलाई यो हुलियामा देखेर तिमी हैरान भइरहेका होला र तिमी मात्र किन, तिम्रो ठाउँमा आज हालत तिम्रो जस्तै हुन्थ्यो। र मलाई यो पनि थाहा छ यस्ता देखेर तिमी भित्र सयौं प्रश्नहरू एकपछि अर्को गर्दै उब्जिरहेका होलान्। तर तिम्रो एक एक प्रश्नको जवाब मसँग छ बाबा, मसँग छ। यो सब कसरी भयो? मलाई एउटा दादाबाट सज्जन मान्छे बनाउने देवता आज अबेद दादा कसरी बन्यो? एउटा इमानदार पुलिस अफसर, कानुनको रक्षक आज भक्षक कसरी भयो? परिस्थिति र भाग्य पनि बडो जटिल हुँदो रहेछ। अब तिमीलाई फुटबलको खेल त थाहा नै होला। हाफ टाइम पछि फुटबलमा यताको टिम उता र उताको टिम यता हुने गर्छ। साइड चेन्ज हुन्छ तर खेलाडी उही नै रहन्छ। अब यसलाई तिमी जीवनको मोड सम्झ या भाग्यको खेल। हिजोसम्म जुन गोल पोस्टमा रक्षा गरिरहेको थिए त्यसमा गोल हान्ने प्रयास तिमी गरिरहेका थियौ र आज जुन गोल पोस्ट तिमी रक्षा गरिरहेको छौ त्यसमा गोल हान्ने प्रयास म गरिरहेको छु। फरक यति मात्रै हो कि हिजो तिमी हजारौंमा खेल्थ्यौ भने म आज लाखौंमा खेलिरहेको छु। तर किन? म तपाईलाई धेरै प्रश्न सोध्दिनँ, म तपाईलाई एउटा प्रश्न मात्र सोध्छु। तपाईको जिन्दगीमा यस्तो के बाध्यता आयो? तपाई एउटा नामक दादा हुनुभयो। मलाई याद छ बाबा, एक दिन तिमीले मलाई भनेका थियौ यो समाजमा बाँच्नको लागि सोझो र इमानदार भएर होइन बेइमान भएर बाँच्नुपर्छ भनेर। त्यति बेला मलाई तिम्रो भनाइ गलत लागेको थियो, तर होइन रहेछ, तिमीले सही बोलेका रहेछौ। यो जिन्दगीमा गर्वका साथ बाँच्नको लागि मान्छे बेइमानै हुनुपर्दो रहेछ। ट्रेनिङ लागि पठाएको 6 महिनापछि हाम्रो बिहेको 6 वर्ष बितेको सुखद उपलक्ष्यमा एउटा पार्टी मनाइरहेका थियौँ। यो मनको नाता, यो मनसँग त्यो मनको नाता जुनी जुनीको हो, सयौं जुनीको हो। त्यो मनसँग यो मनको नाता, यो मनसँग त्यो मनको नाता जुनी जुनीको हो, सयौं जुनीको हो। एउटै ढुकढुकी एउटै छ मन, कहिल्यै नछुट्ने प्रीतको बन्धन। तिम्रो मेरो हो, मेरो तिम्रो हो, त्यो मनसँग यो मनको नाता, यो मनसँग त्यो मनको नाता जुनी जुनीको हो, सयौं जुनीको हो।
यो मिठो पिरती बाँधेर राख्छु सारा जिन्दगी त्यो मनसँग यो मनको नाता यो मनसँग यो मनको नाता जुनी जुनीको हो सयो जुनीको हो श्वासले चल्छ मेरो ढुकढुकी तिमी नभए म त मर्छु कि ओ तिम्रै श्वासले चल्छ मेरो ढुकढुकी तिमी नभए म त मर्छु कि यो मनको नाता यो मनसँग त्यो मनको नाता जुनी जुनीको हो सयौं जुनीको हो एउटै ढुकढुकी एउटै छ मन कहिले नछुट्ने प्रीतको बन्धन तिम्रो मेरो हो मेरो तिम्रो हो हे 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 अगाडि बढिस् भने तेरो छोरीलाई घाँटी चापेर मारि तेरो दुश्मनी मसँग छ मेरो छोरीलाई छोड्दे तँलाई मात्र होइन आज तेरो सारा परिवारलाई सखा बनाइदिन्छु
तपाईको दिमाग त ठिक छ डीएसपी साहब। जोजोले पिंकी र सुनिताको हत्या कसरी गर्न सक्छ? उ त अहिले जेलमा छ। हैन सर, मेरो आँखा अगाडि जोजोले मेरो श्रीमती र मेरो छोरीको निर्ममतापूर्वक हत्या गरेर गयो सर। मलाई त लाग्छ सर हाम्रै पुलिस डिपार्टमेन्ट भित्र मेरो कोही दुश्मन छ र म माथि ठुलो षड्यन्त्र गरिरहेको छ सर। डीएसपी साहब, तपाईं यसो भनेर म माथि अप्रत्यक्ष रूपमा आरोप लगाउँदै हुनुहुन्छ, किनकि मेरो जेलमा जति पनि कैदीहरू छन् सबै मेरो निगरानीमा छन् र म मेरो ड्युटी इमानदारीका साथ निभाउँछु। सरलाई मेरो ड्युटी माथि कुनै शंका छ? नो डीएसपी। हैन सर, यो सब झुट हो। जोजोले हाम्रो डिपार्टमेन्टलाई नै धोका दिइरहेको छ। डीएसपी विजय, तपाईं जस्तो पुलिस अफसर भएर यस्तो पागल जस्तो कुरा गर्न सक्दैन। तपाईं आफ्नै पुलिस डिपार्टमेन्टको कमजोरी देखाउँदै हुनुहुन्छ। हैन सर, माफी चाहन्छु सर, तर हाम्रो पुलिस डिपार्टमेन्ट भित्र यस्ता धमिराहरू छन् जसले सम्पूर्ण पुलिस फोर्सलाई नै खोखो बनाउँदैछन् सर। तपाईं कस्तो वाहियात कुरा गर्दै हुनुहुन्छ? पुलिसको वर्दी लगाएर पुलिस डिपार्टमेन्टलाई नै बदनाम गर्न खोज्दै हुनुहुन्छ तपाईं। तपाईलाई कसो भने भन्नुस्, को हो त्यो व्यक्ति जसले सम्पूर्ण पुलिस फोर्सलाई नै बदनाम गर्न खोज्दैछ? एउटा कुरा चाहिँ पक्का छ सर, जुन दिन जोजोसँग साठगाँठ गरेर हामीलाई धोका दिने व्यक्तिलाई म समात्छु, त्यो दिन त्यसलाई स्वयं भगवानले पनि मबाट बचाउन सक्दैन। मैले न्याय माग्न पुलिस फोर्स लगायत धेरै ठाउँमा गएँ, अदालतको ढोका पनि ठकठकाउन गएँ, तर त्यो ढोका पनि मेरो लागि बन्द रह्यो। त्यसपछि मैले कहीँ पनि न्याय पाइनँ। त्यसपछि मैले राजीनामा दिएँ।
कि कानुनलाई आफ्नो हातमा लिएर जोसँग बदला लिन्छु भनेर। र एक दिन म जोसँग बदला लिनको लागि म जेलमा पुगेँ। जबसम्म यो डीएसपी यो जेलमा छ तबसम्म तिमीलाई केही हुँदैन जोजो। तिमीले चाहेको जस्तै हुन्छ जोजो। अब हेर न, मैले तिमीलाई यहाँबाट भगाएर पठाए र तिमीले त्यो विजयको शाखा सन्तानलाई सखाप पारिदियो। तर त्यो साला डीएसपी बाँच्यो। बाँचेर के भयो जोजो? त्यो सालेको त जागिर पनि गयो। त्यो त आफ्नो परिवारको बिलौनामा रुँदै कराउँदै सडकमा पागल कुकुर जस्तै हिँडिरहेको होला। आखिर मेरो अनुमान सही निस्क्यो। पुलिस डिपार्टमेन्ट भित्रको धमिरा तै रहेछस्। मेरो सुखी परिवारलाई सखाप पारेर मेरो जिन्दगी बर्बाद पारिस् तैले। म तँलाई छोड्दिन। चालीसे त के, स्वयं भगवानलाई बोलाइस् भने पनि म तँलाई छाड्दिन। साले हत्यारा। ठोक सालेलाई, ठोक सालेलाई। विजय दाइ, के हो? के हो दाइ? मलाई गोली लागेको छ दाइ। मेरो पछाडि पुलिसहरू आइरहेका छन्। हेम, हेम, तपाईँ भाग्नुहोस् दाइ, तपाईँ भागिहाल्नुहोस् दाइ, भाग्नुहोस्, भाग्नुहोस् दाइ, तपाईँ भाग्नुहोस् दाइ। र यसरी आफूलाई सम्मानित ठान्ने कानुनले तिम्रो साथीहरूको पनि ज्यान लियो। जो र डीएसपी 40सँग लड्नको लागि मलाई पैसाको आवश्यकता पर्थ्यो। त्यसैले मैले ब्याङ्क लुट्ने र काला बजारीहरूसँग पैसा उसुल्ने काम गर्न थालेँ।
यसरी म एउटा इमान्दार पुलिस अफिसरबाट एउटा दादा भए। अब म तिमीलाई एउटा प्रश्न गर्न चाहन्छु। यदि तिमी मेरो ठाउँमा भइदिएको भए तिमीले के गर्थ्यौ? छैन तिमीसँग जवाफ? जवाफ म तिमीलाई दिन्छु। जब इमान्दार मान्छेको इमान्दारिता डगमगाउँछ तब संसारको कुनै पनि शक्ति उसको अगाडि फितलो लाग्छ। तिम्रो पोशाक या तिम्रो पुलिस डिपार्टमेन्टको हतियारले जोजोलाई मार्नबाट मलाई रोक्न सक्दैन। जोजोलाई म सजाय दिलाउँछु। इन्स्पेक्टर, यो दुस्साहस कहिले पनि नगर्नु। जो मेरो अपराधी हो र केवल मलाई हक छ उसलाई सजाय दिनको लागि। यदि तिमी या तिम्रो पुलिस डिपार्टमेन्टले जोजोलाई सजाय दिने प्रयास गर्यो भने म सम्पूर्ण पुलिस डिपार्टमेन्ट उथल पुथल पारिदिन्छु। यो दादाको कसम भयो। पैसा दिएन मार्दै सालेलाई। तैँले मेरो देवी जस्तो भाउजू र अबोध बालिकाको हत्या गरेर आफ्नो काललाई निम्ताइस्। साले म तँलाई छोड्दिन। छोड़ दे मलाई। छोड़ दे मलाई। जोजो, तैले जेलभित्र बसेर खेल्ने खेल खतम। त खेर गइस्। तँलाई म छोड्दिन। आई किल। मलाई थाहा थिएन बाबा, त यति कमजोर भइसकिस्, बन्दुकको सहारा बिना लड्न नसक्ने भइस्। कम अन शूट मी, शूट मी। इन्स्पेक्टर, यो तिमी के गर्दैछौ? तिमी पागल त भएनौ? हो म पागल भएको छु डीएसपी, म पागल भएको छु। मेरो देवी जस्तो भाउजूको हत्याको खबर सुनेर म पागल भएको छु। इन्स्पेक्टर, रोक। कानुनलाई आफ्नो हातमा नले, नत्र म बाध्य भएर तँलाई सुट गरिदिन्छु। कानुन तिम्रो बाउको जागिर होइन डीएसपी, र मैले कानुनलाई हातमा लिएको छैन। यसले कानुनका केही भ्रष्ट अफिसरसँग मिलेर मेरो देवी जस्तो भाउजू र अबोध बालिकाको हत्या गरेको छ। म यसलाई छोडिदिन। कुनै सबुत छ तिमीसँग? सबुत छ कुनै? जाऊ पहिला सबुत लिएर आऊ। सबुत लिएर आऊ, जाऊ पहिला। म सबुत लिएर आउँछु डीएसपी। जोजो, त
तैले त कानुनको आँखामा धुलो छरिस छरिस, तर मेरो आँखामा धुलो छर्न सक्दैनस्। म तँलाई हत्याको आरोपमा जन्म कैद गराउने छु। सरी जोजो, म आउन ढिला भयो, तर तिमी चिन्ता नगर, म त्यो इन्सपेक्टरलाई ठिक पार्नेछु। समयले मान्छेलाई कहाँबाट कहाँ पुर्याउँदो रहेछ। इमान्दार पुलिस अफिसर विजय दाई दादागिरीको डन हुनुहोला भन्ने कुरा कसलाई थाहा थियो र? मेरो दिमागले त केही काम गरिरहेको छैन। जुन मान्छेले मलाई सडकबाट उठाएर आज यो पोजिसनमा ल्याउनु भयो, म उहाँलाई नै गएर कसरी अरेस्ट गर्नु? फेरि यो परिस्थिति आउँछ भन्ने कुरा थाहा भएको भए म कहिले पनि पुलिस इन्सपेक्टर बन्ने थिइनँ। उहाँको आशीर्वाद आज मेरो लागि अभिशाप बनेको छ। भगवानले कस्तो परीक्षा लिएको।
चढ्यो जवानीको नशा चढ्यो हर हात छल्कियो बोतलमा पानी हर साँझ गर्छ यहाँ नौलो कहानी हर रात पोखिन्छ मेरो जवानी डरे कसले काट्यो तेरो हात वर्दी लगाएर देशको कानुनको रक्षा गर्ने कसम खाएको एउटा पुलिस अफिसर आज त जस्तो भक्षक हुन्छ भने जसको पनि हालत यही नै हुन्छ। अगाडि बढ्ने प्रयत्न नगर्नुहोस्। म हुँदाहुँदै तपाईँ जोजोको हत्या गर्न सक्नुहुन्न। आज दुनियाँको कुनै पनि शक्तिले यसलाई मबाट बचाउन सक्दैन। तिमी हामी बिच नहो भाइ। नै अपराधीलाई सजाय दिने काम कानुनको हो, तपाईँको होइन। कानुन? त्यो कानुनको कुरा गर्छौ तिमी, जसको हिजोसम्म एउटा वफादार रक्षक म थिएँ। म त्यो कानुनको कुरा गर्छौ तिमी?
जसले मेरो एउटा सुखी परिवारलाई तहस नहस पारेर मेरो सम्पूर्ण जिन्दगीलाई परिवर्तन गरिदिएको छ। त्यो कानुनको कुरा गर्छौ तिमी? वाह दाइ वाह, हिजोसम्म तपाईँ आफै भन्नुहुन्थ्यो कानुनभन्दा माथि कोही पनि हुन्न भनेर। आज म यो पुलिसको प्रति लगाएर तपाईँले कानुनको सीमाभन्दा माथि जान्न दिन्न दाइ। होइन भाइ, होइन, यसलाई कानुनले होइन, यसलाई सजाय म दिन्छु। म दाइ, म तपाईँले कानुनको सीमा नाग्नु दिन्न। होइन भाइ, हट! दाइ, दाइ के गर्नु भएको दाइ? होइन, होइन, म त आज खुसी छु। मेरो उद्देश्य पूरा भयो। तर एउटा कुरा तिमीले हमेसा दिमागमा राख्नु, मान्छेले आफ्नो इच्छाले दादागिरी गर्दैन। समाज र परिस्थितिले उसलाई दादागिरी गर्न बाध्य तुल्याउँछ। नै दाइ, दाइ, दाइ मलाई नाथ बनाएर नजानुहोस् दाइ, दाइ मलाई एक्लै छोडेर नजानुहोस् दाइ। होइन मेरो भाइ, होइन, होइन मेरो भाइ, तिमीले हमेसा एउटा कुरा याद राख्नु, तिमीले आफ्नो जिम्मेवारी र कर्तव्यबाट कहिले नपन्छिनु। र जुन तिम्रो यो वर्दीको सहन छ, त्यो सहन हमेसा राखिरहनु। मलाई पिङ्की र सुनितालाई भेट्न जानु देऊ। नै दाइ, नै दाइ, मलाई छोडेर नजानुहोस् दाइ, दाइ, दाइ।